टमाटर फ्रिजमा कहिले नराख्नुहोस्, लसुन सुक्खा ठाउँमा राख्नुहोस्, प्याज आलुसँग छेउछाउमा कहिले नराख्नुहोस्, केरा फ्रिजमा नराख्नुहोस्, रोटी फ्रिजमा होइन फ्रिजरमा राख्नुहोस्, आलु अँध्यारो चिसो र राम्रो हावा हुने ठाउँमा राख्नुहोस्, चकलेट तापक्रममा बारम्बार परिवर्तन नहुने ठाउँमा राख्नुहोस्, मह फ्रिजको आवश्यकता पर्दैन, काँक्रा फ्रिजमा नराख्नुहोस्, तरबुजा कोठाको तापक्रममा राख्नुहोस्, पाकिसकेका एभोकाडो मात्र फ्रिजमा राख्नुहोस्, कफी हावा नजाने बन्द डब्बामा अँध्यारो जग्गामा राख्नुहोस्, स्याउ अन्य फलफूलबाट अलग राख्नुहोस्, बदाम लामो समयसम्म ताजा राख्न फ्रिजमा राख्नु राम्रो हुन्छ, पिनट बटर प्यान्ट्रीमा राख्नुहोस्। यी सबै कुरा किन गर्नुपर्छ भने खानेकुरा छिट्टै बिग्रने, स्वाद हराउने वा खान नमिल्ने हुन सक्छ। टमाटर फ्रिजमा राख्दा चिसोले यसको छाला क्रन्ची र टेस्टलेस बनाउँछ। केरा फ्रिजमा राख्दा छाला कालो हुन्छ। प्याज र आलु सँगै राख्दा एकअर्कालाई छिट्टै कुहिने बनाउँछन्। स्याउले हावा निकाल्छ जसले छेउका अरू फलहरू छिट्टै पाकेर बिगार्छ। यसरी सही ठाउँमा राख्दा खानेकुरा धेरै दिनसम्म ताजा, स्वादिलो र राम्रो रहन्छ अनि पैसा पनि खेर जाँदैन।